हेलो साथीहरू, आज पनि म फेरि केही बनाएर खाँदैछु हैन। दिउँसोहरू बस्नै झ्याउ लाग्यो। आज चाहिँ फ्राइडे रहेछ। आज चाहिँ बच्चा-बच्ची पनि छिटै आउँछन्। अनि म त्यही भएर उनीहरूको लागि चाहिँ नास्ता बनाइदिँदै थिएँ। अघि चाहिँ मैले चाहिँ चटपटे बनाएँ कि एकदम मिठो भएको छ आज पनि, अस्तिको जस्तै हो। एकदम टेस्टी। सेम अस्ति बनाएको थिएँ नि त्यस्तै गरेर बनाएको छु मैले चटपटे। सुक हालेर मसला आलु सालु हालेर चाहिँ बनाएको एकदम राम्रो भएको छ। म चाहिँ यत्रो बाटामा बस्छु कि बाटा भन्छन् कि डबगा भन्छन् कि के भन्छन् होला, म त डबगा भन्छु। तर अरू मान्छे चाहिँ डबगा भनेको सुन्दा चाहिँ हाँस्नुहुन्छ। म त्यही भएर बाटा नै भन्छु, आजकल सिकिरहेको छु। त्यो चाहिँ गाउँले भाषा हो क्या। यस्तै मिठो भएको छ झटपटे। पहिला खान्थेन, आजकल बानी परिसक्यो। एकदम खान मनपर्छ। अलि मोटाउने भनेर हो क्या। नास्ता बनाउँदै खाँदै गर्ने। अरू बनाउनु झ्याउ लाग्छ, चटपट बनाऊ खाऊ। जिन्दगीको गोरेटोमा मरिरहनु के छैन, खानी बस्ने काम गर्ने। यस्तै हो हैन साथीहरू, मेरो चटपटे। कस्तो हन्तकारी चाहिँ नभन्नुला, ओके। Thank you so much for hearing my video. Bye bye.